हेलो साथी, गुड मर्निङ साथी। म आज चाहिँ सानो एउटा मिनी भ्लग बनाउन गइरहेको छु। भ्लग एकदम खास बन्नेवाला छ साथी हो। खास यसको लागि बन्नेवाला छ कि जसको म्याथमा अलिक बेसिक कमजोर छ, जसले चाहिँ राम्रोसँग म्याथमा सिक्न पाएन, जसको म्याथमा बेसिक कमजोर छ, त्यस सम्बन्धी चाहिँ मैले यो भिडियो बनाउन चाहिँ गइरहेको छु। यो चाहिँ भिडियो एकदम खास बन्नेवाला छ। खास बन्ने यिनीहरूलाई छ कि जो अब 6 क्लासदेखि मतलब माथि हुनुहुन्छ, म्याथमा अब हर कुरा म्याथको प्रब्लमहरूसँग गुर्जिरहनु भएको छ, उहाँको लागि चाहिँ मैले यो खास भिडियो बनाइरहेको छु। भिडियो यस प्रकार छ साथी हो। माइनस प्लस सम्बन्धी रुल्स एन्ड रेगुलेसन सम्बन्धी छ साथी। म चाहिँ यसको छोटो जानकारी हजुरलाई दिन चाहन्छु। माइनस प्लस रुल्स एन्ड रेगुलेसन जसले बुझेछ त्यसलाई केही प्रब्लम छैन, जसले बुझेको छैन यस सम्बन्धी उसलाई चाहिँ धेरै प्रब्लम हुन्छ। हिसाब गर्दा गर्दा अब लास्टमा के हुन्छ, जस्तै मानौँ -20 + 50 भइदियो। त्यस्तो खण्डमा के गर्ने? अगाडि -20 छ, +50 छ, अब के गर्ने? कसको चिन्ह ठुलो छ? माइनसको चिन्ह ठुलो छ। माइनस एक्चुअलमा म्याथको रुल्स एन्ड रेगुलेसन, एकोर्डिङ टु रुल्स एन्ड रेगुलेसन माइनस प्लस माइनस हुन्छ, तर चिन्ह चाहिँ कुन अङ्कको ठुलो छ भन्ने सन्दर्भमा चाहिँ त्यहाँ राखिन्छ। फर्मल इक्जाम्पल मैले दिएँ साथी हो। -20 + 50 भनेपछि त्यसमा अगाडि प्लस लेख्ने कुरो त हुँदैन, त्यसमा 30 हुन्छ। यदि बाइचान्स माइनसको चिन्ह ठुलो हुन्थ्यो भने त्यहाँ माइनस हुन्थ्यो साथी हो। अब ढिलो नगरिकन अब मैले चाहिँ आफ्नो चाहिँ यो क्यालकुलेटर छोटा एउटा ल्यापटपमा, आफ्नो ल्यापटपमा गएर म क्यालकुलेटर खोल्दैछु साथी। स्क्रिनमा यो क्यालकुलेटर यो भयो साथी। एउटा कुरा के छ भनेपछि प्लस प्लस प्लसै हुन्छ, त्यसमा कोही सुविधा छैन। जस्तो अब हामीलाई सानोमा के छ, अब 4-5 क्लासमै 1 क्लास पढ्दै पनि प्लस मात्रै सिकायो, घटाउनु पनि सिधै मतलब ठुलो अङ्कबाट सानो अङ्क सिकायो। अब सानो अङ्कबाट ठुलो अङ्क घटाउन कहिले सिकाएनन् होइन। जस्तै भनौँ साथी हो, 80 + 80 + 80 = बराबर 160। 160 स्क्रिन देख्न सक्नुहुन्छ। अनि यो चाहिँ मतलब नेचुरल कुरा हो। यो चाहिँ कोहीलाई यसमा त कोहीलाई कोही प्रब्लमै हुँदैन होइन। तर बट प्रब्लम यो हुन्छ साथी हो माइनस प्लस सम्बन्धी। यसमा म चाहिँ हल्का हजुरहरूलाई बताउन चाहन्छु। यसको रुल्स अनुसार माइनस माइनस प्लस हुन्छ, तर चिन्ह चाहिँ माइनसै हुन्छ। माइनस प्लस माइनसै हुन्छ, तर चिन्ह जसको ठुलो छ त्यसकै हुन्छ। अनि प्लस माइनस माइनसै हुन्छ, तर चिन्ह कसको ठुलो छ त्यही हुन्छ। अनि साथी हो एक्चुअलमा प्लस प्लसै हुन्छ, त्यो त सबैलाई थाहा छ, त्यो नेचुरल कुरा भयो। अब मैले फर्स्ट इक्जाम्पल मैले यो दिएको थिएँ कि साथी हो माइनस माइनस चाहिँ के हुन्छ, प्लस हुन्छ। तपाईँ मेरो यो चाहिँ मेरो ल्यापटपको क्यालकुलेटरमा हेर्न सक्नुहुन्छ। जस्तै मैले लिएँ माइनस लिएँ -80, फेरि माइनस लिएँ और -80 = बराबर देख्नु साथी -160। एक्चुअली यसमा चाहिँ कन्फ्युज नहुनु होला है साथीहरू। माइनस माइनस के हुन्छ, जोडिन्छ, तर चिन्ह चाहिँ माइनसै हुन्छ, -160। अब मैले साथी यसलाई मैले कटाउन गइरहेको छु। अब 0 मा ल्याएँ। अब साथी अब माइनस प्लस माइनस हुन्छ होइन। माइनस प्लस माइनस हुन्छ, माइनस प्लस माइनस के अरे माइनस प्लस घट्छ, तर चिन्ह जसको ठुलो छ अनि त्यहाँबाट त्यसको लेखिन्छ। अब जस्तो साथी मैले चाहिँ -80 लिएँ, -80 लिएँ प्लस 50 लिएँ होइन, -30 भयो। -30 कसरी भयो भन्नुहुन्छ हजुर साथीहरूले होइन। के छ, माइनस प्लस माइनस के अरे घट्छ, तर चिन्ह जसको ठुलो छ त्यसकै हुन्छ। यहाँ के छ, -80 को चिन्ह ठुलो भएको कारणले गर्दाखेरि -30 भएको हो यो। अनि साथीहरू म यसलाई फेरि दोहोऱ्याउन चाहन्छु। अब बाइचान्स -30 + 30 किन भएन भन्ने साथीहरू पनि यो पनि क्वेसनमा मतलब यो पनि क्वेसन गरिरहनु भएको होला होइन। अब साथीहरू मैले ढिलो नगरी गर्छु। जस्तो 80 + 80 अगाडि लेख्नु पर्दैन, +80 -30 अहिले 50। अब भन्नुभयो चाहिँ -50 किन आएन भन्नुभयो। अब के छ, 80 को जो चिन्ह ठुलो, 80 चिन्ह ठुलो छ, माइनसको चिन्ह सानो छ। अगाडि प्लस अब अगाडि केही पनि चिन्ह हुनु भने प्लसै हुन्छ साथी हो। जस्तै यहाँ प्लसको चिन्ह 80 भयो, -30 भयो। यहाँ चाहिँ चिन्ह चाहिँ माइनसको चिन्ह सानो भएको कारणले गर्दाखेरि हामीले
50 मात्र लेखेको। बाई चान्स हामीसँग 80 माइनसको चिन्ह ठुलो हुन्थ्यो, यो +30 हुन्थ्यो भने -50 लेख्नुपर्ने अवस्था हाम्रो सिचुएसनमा आएको हुन्थ्यो साथीहरू। अब साथीहरू अर्को केस छ प्लस माइनस तर घट्छ, चिन्ह जसको ठुलो छ त्यो हुन्छ साथीहरू है। मैले इक्जाम्पल दिइसकेको छु, मैले चाहिँ फेरि हजुरलाई दिन चाहन्छु। जस्तै मानौँ -100 प्लस 50 इजिकल टु -50। साथीहरू यो केसमा तपाईँले भन्नु होला माइनस कसरी आयो। मैले चाहिँ एकदम हजुरहरूलाई चाहिँ मैले पनि बहुत मुस्किलले चाहिँ म यो जानेको मैले 7 क्लासमा 6 क्लासमा मैले जानेको। अनि मलाई पनि बहुत मुस्किलले सिकेको साथीहरू यो माइनस प्लस। यस्तो खण्डमा के हुन्छ, अब 9, 10 पढ्दै गरेको स्टुडेन्ट हुन्छ नि, उनीहरूले के छ अब आउँदैहरू एसी एक्जाम पनि आउँदैछ होइन, जसले जाने त्यसलाई प्रब्लम भएन, जसलाई कुरा रुल्स थाहा छैन, अब हिसाब गर्दै गऱ्यो होइन, अझै अल्जेब्रामा लाग्छ यो यसको नियम। मतलब म्याथको सबैमा लाग्छ यो होइन, हिसाब गऱ्यो। जस्तै मानौँ अब यतिमा घटाउनु पऱ्यो, जस्तै मानौँ -1000 भयो प्लस 500 भयो होइन। यस्तो क्वेसन पनि आउँछ कहिलेकाहीँ। यस्तो पनि हुन्छ a -5 प्लस 3 होइन, तल अटोमेटिक a -2 दिएकै हुन्छ तल होइन, अल्जेब्रा हिसाब गर्दैछु मैले। जस्तो भने ए भयो, अब -5बाट +3 हुन्छ सिचुएसन आयो, यो त अब घटाउनु पऱ्यो हामीहरूले होइन। अब -5बाट +3 गएपछि माइनस हुन्छ, तर चिन्ह कसको ठुलो छ त्यसको मुताबिक हामीले लेख्नुपर्ने हुन्छ। -2 भयो, अब बट्टा -2 यो कट्यो बस। यस्तो सिचुएसन अल्जेब्रामा अङ्कगणितहरूमा चाहिँ साथीहरू आउँछ। साथीहरू मेरो यो भिडियो छोटो एउटा भिडियो बनाउनुको मकसद यो छ कि तपाईँहरू चाहिँ के छ माइनस प्लसमा चाहिँ कन्फ्युज नहुनु होला। कति स्टुडेन्टहरूलाई माइनस प्लस सम्बन्धी चाहिँ ज्ञानै छैन, हिसाब गर्नुहुन्छ थाहै हुँदैन होइन। अब जति सम्झाए पनि यो नबुझ्ने हुन्छ। कसैलाई त अल्जेब्राको जो फर्मुला हुन्छ नि त्यो हिसाब अल्जेब्राको केही पनि हुँदैन। त्यो अब जस्तै भने a + b को होल स्क्वायर a - b को होल स्क्वायर त्यो फर्मुला कन्ट गरेर पनि त्यो हिसाब गर्न नआउने स्टुडेन्ट पनि मैले चाहिँ देखेको छु होइन। त्यसैले अनि चाहिँ म्याथ भनेको हल्का दिमाग ट्रिक्स लाउनु पर्ने कुराहरू मात्रै हुन्छ यसमा, त्यस्तो खासै केही हुँदैन। तपाईँ एकचोटि दिमागलाई ठन्डा दिमागले सोच्नुहोस् होइन, यो कसरी भयो रुल्समा जानुहोस् होइन। चाहिँ त्यो सम्बन्धी हेरेर चाहिँ हजुरहरूले चाहिँ आफ्नो चाहिँ यो माइनस प्लस सम्बन्धी प्रब्लम सल्भ गर्नु होला भन्दै मेरो यो भिडियो आखिरमा चाहिँ यो शब्द भन्न चाहन्छु कि तपाईँहरूले चाहिँ मेरो छोटो यो भिडियो हेरेर माइनस प्लस प्लस माइनसमा चाहिँ कन्फ्युज नहुनु होला। अगाडि आफ्नो हिसाबहरू कन्टिन्यू प्र्याक्टिस गर्दै जानु होला होइन भन्दै मैले चाहिँ आफ्नो यो छोटो भ्लग यही अन्त्य गर्न चाहन्छु। हस्त साथी, धन्यवाद।